साहस, ऊर्जा र व्यक्तिको शारीरिक शक्ति, रिस, क्रोध, जग्गा, जमिन यो सबैको कारक ग्रह जुन सेनापति ग्रह मङ्गलले राशि परिवर्तन गर्दै हुनुहुन्छ। वृष राशिलाई छोडेर राजकुमारको राशि बुधको राशिमा प्रवेश गर्दै हुनुहुन्छ साउनको 18 गतेबाट र मङ्गल रहनुहुनेछ मिथुन राशिमा असोजको 2 गतेसम्म र यो असोजको 2 गतेसम्म जुन साउनको 18 गतेबाटको समय छ यो कुन राशिको लागि के कस्तो खालको प्रभावहरू बन्ने छ र मङ्गलले के अनुसारको फल प्रदान गर्नुहुनेछ यिनै विषयमा आज हामी चर्चा परिचर्चा गर्नेछौँ र तपाईको जन्म कुण्डलीमा मङ्गलको अवस्था कमजोर छ भने अन्तिमसम्म सुन्नुहोला। हामी अन्तिममा उपाय पनि बताउनेछौँ र के गरेर ठिक गराउन सकिन्छ त्यो पनि तपाईलाई भन्ने नै छौँ। आउनुस् कार्यक्रममा अगाडि बढौँ। तुला राशि हुनुभएका व्यक्तिहरूको त भाग्य घरमा मङ्गलको प्रभाव बन्दैछ भनिसकेपछि तपाईको धर्म कर्ममा रुचि बढ्छ। धर्म कर्म गर्नको लागि तपाईलाई दुःख गर्न मन लाग्ने स्थितिहरू पनि देखा पार्दिन सक्छ। बुबासँग भने अलिकति झै झगडाको सामनाहरू गर्नुपर्ने स्थितिहरू तपाईको लागि देखा पर्न सक्छ हैन। र अर्को भनेको कतै न कतै विचार पुर्याउनु पर्ने कुरा भनेको के हो भन्दा श्रीमतीको स्वास्थ्यलाई लिएर केही हदसम्म समस्याहरू देखा पार्दिन सक्छन् हैन। मेरो चाहिँ भाग्य किन बलियो भएन, मेरो चाहिँ भाग्यमा किन राम्रो भएन, मैले चाहिँ भाग्यमा किन राम्रो गर्न सकिनँ भन्ने कुरालाई लिएर समस्याहरू आउन सक्छ। तर जसको घरमा मङ्गल बस्दै हुनुहुन्छ त्यो बुधले पनि ठाउँ सरेर कर्कट राशिमा जाँदै हुनुहुन्छ भने चाहिँ तपाईको कर्मको घरमा प्रभाव बनाउनेछ मङ्गल बसेको राशिको स्वामीले। त्यो हिसाबमा पनि तपाईको मेहनत परिश्रमका आधारमा भाग्योदयको सम्भावनाहरू बढाउँछ। चौथो दृष्टि विदेशको घरमा भनेपछि विदेशबाट लाभ, ऋण, तपाईँ कसैलाई ऋण दिनुहुन्थ्यो ब्याजले चल्नुहुन्थ्यो भने त्यहाँबाट लाभ, सही सुख पाइराख्नु भएको थिएन त्यो तपाईँको पक्षमा आउन सक्छ। मुद्दा मामिला जस्ता केसहरू तपाईँ भाग्यले जित्न सक्ने स्थितिहरू पनि तपाईँको लागि देखा पार्दिन सक्छ हैन। त्यो एउटा चाहिँ अलिकति राम्रो पक्ष तपाईँको लागि बनिरहेछ। र विदेशको लागि म कुनै पनि बिजनेस गरौँ काम गरौँ भन्दै हुनुहुन्छ त्यो ठिक छ। सप्तम दृष्टि तपाईँको पराक्रमको घरमा भनेपछि पराक्रमहरू बढ्दै जान्छन्। दाजुभाइको सुख सुविधा आनन्द मिल्न थाल्छ। अनलाइन सम्बन्धी कामबाट तपाईँले नाफा लिन सक्नुहुन्छ, लाभ लिन सक्नुहुन्छ, त्यो तपाईँको पक्षमा देखिन्छ। र अष्टम दृष्टि पर्दै भनिसकेपछि मनमा अशान्त भए पनि घरमा थोरै कलाका वातावरणहरू भए तापनि घरभन्दा बाहिर समय बिताउने व्यक्तिहरूको लागि बेस्ट छ। घरमै समय बिताएर घरबाटै काम गर्नुहुने व्यक्तिहरूको लागि अलिकति झै झगडा कलहको सम्भावनाहरूलाई पनि बढाइराखेको छ, त्यहाँ विचार पुर्याउनुहोस्। र अर्को भनेको गाडीहरू ड्राइभ गर्नबाट र रिस र क्रोधको बेलामा गाडीहरू कुदाउनबाट जोगिनुहोस्। र सबैभन्दा महत्त्वपूर्ण कुरा मनलाई शान्त राख्ने कोसिस गर्नुहोस्, मनबाट आनन्द लिने कोसिस गर्नुहोस्, पक्कै पनि राम्रो हुन्छ नै। वृश्चिक राशि हुनुभएको त वृश्चिक राशिको स्वामी नै मङ्गल हो, त्यो पनि अष्टम स्थानमा बस्दै हुनुहुन्छ भनिसकेपछि तपाईँलाई चिठा पर्ने सम्भावना छ। चोटपटकहरू लाग्ने सम्भावना पनि छ नभएको होइन हैन। अलिकति चोटपटकहरूले दुःख दिन पनि सक्छ। आगो हात हतियारले तपाईँलाई दुःख दिन पनि सक्छ। कतै चाहिँ म आजको भोलि धेरै पैसा कमाउँ भनेर लगानी गरिराख्नु भएको छ भने त्यसबाट तपाईँ ठगिन सक्ने सम्भावनाहरूलाई पनि बढाइदिन्छ। श्रीमतीको कारण तपाईँको जग्गा जमिनहरू अलिकति खर्चिलो हुन सक्ने सम्भावना पनि हुन्छ। श्रीमती अथवा श्रीमानको नाममा धन सम्पत्तिहरू किन्ने जोड्ने योगहरूलाई पनि बनाइदिन्छ। तान्त्रिकहरूतिर लागेर अलिकति तपाईँका बढी पैसा खर्च हुने सम्भावनाहरूलाई पनि यो मङ्गलले बनाइदिन्छ। तर चौथो दृष्टि तपाईँको इच्छा पूर्तिको घरमा पर्ने कारणले गर्दा तपाईँको यो समयमा इच्छा पुरा पनि हुँदै जान्छ। तपाईँले राखेका आकाङ्क्षा इच्छाहरू सङ्घर्ष गरेर हुन्छन्। मेहनत किन अष्टम पनि दुःख मङ्गल पनि दुःख हैन। जो समस्या परेर हुन्छ तर एकदमै बढी परिश्रम गर्नु परेर इच्छा पूर्ति हुन्छ तर हुन्छ। तपाईँ जग्गा जमिन जोड्ने विचार गर्दै हुनुहुन्छ त्यो पनि पुरा हुन्छ। अनि नमिलेको जग्गाहरू कतै न भत्केका जग्गाहरू पाउनुहुन्छ। साथी सर्कलले पनि दुःख गरेर साथ दिन्छ तर दिन्छ हैन। अर्को सप्तम दृष्टि छ बोलीको घरमा भनिसकेपछि अचल सम्पत्ति पनि आउँछ, पैतृक सम्पत्ति पनि तपाईँको पक्षमा आउँछ। तपाईँले पैसा पनि कमाउनुहुन्छ, जग्गा जमिनलाई बेचेर आर्थिक लाभहरू पनि गर्नुहुन्छ र आफन्तले लगिरहेका धन सम्पत्तिहरू पनि तपाईँलाई फिर्ता दिन सक्छन्। मुद्दा मामिला पनि तपाईँको पक्षमा आउन सक्छ। र अर्को भनेको अष्टम दृष्टि पर्दैछ तपाईँको पराक्रम घरमा हुनेछ त पराक्रमहरू पनि बढेर जान्छ। तपाईँको अलिकति अनलाइन सम्बन्धी कामहरूबाट पनि नाफा लिन सक्नुहुन्छ। र तपाईको अर्को सबैभन्दा राम्रो पक्ष भनेको ट्राभलहरू गरेर घुमेर फिरेर पनि तपाईँले पैसा कमाउन सक्नुहुन्छ। बिग्रिरहेका कामहरू बनेर पनि तपाईँले पैसा कमाउन सक्नुहुन्छ। र तपाईँको लागि आर्थिक पाटोबाट हेर्ने भने मेहनत परिश्रम लगनशीलता त छँदै नै छ तर पनि लाभको सम्भावनाहरूलाई पनि बढाइराखेको देखिन्छ। धनुराशि हुनुभएका व्यक्तिहरूको सप्तम स्थानमा मङ्गलको प्रभाव बन्दैछ। पार्टनरसिपमा विचार पुर्याउनुहोस्। पार्टनरसिप भनेको चाहे लाइफ पार्टनर होस् चाहे बिजनेस पार्टनर होस् त्यहाँ विचार पुर्याउनुहोस्।
र अलिकति दाम्पत्य जीवनलाई जोगाउने कोसिस गर्नुहोस्। धेरै डिस्कस थियो, समस्या थियो होइन, नछुट्यौँ, हामी सँगै नबसौँ होइन, हामी चाहिँ छुट्टिनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो भने त्यो अलिकति सम्भावनाहरू बढ्छन्, त्यसलाई मेन्टेन गर्ने कोसिस गर्नुहोस्। तपाईँ कतै पनि साहसी काम, जग्गा जमिनको काम, तपाईँ कतै पनि ट्राभल एजेन्सी जस्तो क्षेत्रहरू होइन, कतै पनि म चाहिँ एउटा अर्चलाई ऋण दिने ओर्ने काम, मेसिनरी सामान सम्बन्धी काम गरौँ भन्ने सोच्दै हुनुहुन्छ, त्यो तपाईँको पक्षमा राम्रै समय मान्न सकिन्छ। त्यो हिसाबले त्यो काम पनि तपाईँले गर्न सक्नुहुन्छ। र अर्को पक्ष भनेको तपाईँको बिग्रिरहेको कामहरू पनि बन्दै जान्छन्, त्यो पनि राम्रो पक्ष छ। र चौथो दृष्टि कर्म घरमा मेहनत परिश्रमको आधारमा तपाईँको व्यापार बिजनेस चल्छ नै, तपाईँलाई लाभ दिन्छ नै, तपाईँको फसिरहेको चिजबाट नाफा आउँछ नै भन्ने खालको पक्ष छ। सप्तम दृष्टि तपाईँको व्यक्तित्वमा मान सम्मान इज्जत पद प्रतिष्ठामा वृद्धि हुन्छ, तर रिस र क्रोधको मात्रा पनि बढ्न सक्छ, त्यहाँ विचार पुर्याउनुहोस्। बोलीमा छुच्चोपना आए तापनि तपाईँले नाफा लिन सक्नुहुन्छ। ससुरालीबाट धन सम्पत्तिहरू तपाईँले प्राप्त गर्न सक्नुहुन्छ, अचल सम्पत्तिहरू आउन सक्छ, पैतृक सम्पत्ति आउन सक्छ तपाईँको पक्षमा, र तपाईँले गरेको व्यापार बिजनेसहरूबाट पनि नाफा पाउन सक्नुहुन्छ। तर पार्टनरसिपमा पनि विचार पुर्याउनु जरुरी देखिन्छ। मकर राशि, मकर राशि हुनुभएका व्यक्तिको लागि 6औँमा मङ्गलको प्रभाव छ। 6औँ भन्ने बित्तिकै दैनिक दिनचर्या, तपाईँको परिश्रम, तपाईँको लगनशील, तपाईँको तपाईँ धेरै कम्पिटिसनमा जुट्नुपर्ने स्थिति आउन सक्छ। तपाईँको स्वास्थ्यलाई लिएर पनि कम्पिटिसन हुन सक्छन्। तपाईँको स्वास्थ्यमा पनि कुनै न कुनै अलिकति पैसा खर्च गराइदिन सक्छ त्यो चिजलाई लिएर। मुद्दा मामिला जस्ता चिजहरू थियो भने त्यो तपाईँले दैनिक दिनचर्या सपार्नाले तपाईँको एउटा इनोसेन्टको पक्षमा, तपाईँको पक्षमा आउन सक्ने सम्भावनाहरू पनि हुन्छ। पुलिसहरूबाट दुःख पाइराख्नु भएको थियो, त्यसबाट बाहिर पनि निक्लिनुहुन्छ। तर तपाईँले दैनिक दिनचर्यालाई चाहिँ सपार्नु जरुरी छ, शरीरलाई दुःख दिनु जरुरी छ, र कम्पिटिसनमा जुधिराख्नु जरुरी छ होइन। तपाईँ यतिखेर सेवामूलक काम जुनसुकै गर्नुहोस् त्यो तपाईँको पक्षमा आउँछ। अर्कालाई चाहे शारीरिक दुःख दिएर गर्नुहोस्, चाहे मानसिक दुःख दिएर गर्नुहोस्, तर अर्कोको सेवा गर्नुहोस्, त्यसले तपाईँको पक्षमा ल्याउँछ। चौथो दृष्टि भाग्य घरमा भनिसकेपछि तपाईँको दुःख मेहनत परिश्रम, तपाईँ कम्पिटिसनमा लाग्दा अर्काको सेवा गर्दा तपाईँको भाग्य परिवर्तन त हुन्छ नै। तपाईँको धार्मिक यात्राका सम्भावनाहरूलाई पनि बढाइदिन्छ। रोकिरहेका चिजहरू तपाईँको पक्षमा आउँछ, जग्गा जमिनबाट लाभ लिन सक्नुहुन्छ। सप्तम दृष्टि तपाईँको 12औँ घरमा खर्च भए तापनि तपाईँको खर्च के हुन्छ, तपाईँको सेवा गरेर खर्च हुनसक्छ। तपाईँले आफूलाई अर्कोको लागि समर्पण गरेर खर्च हुनसक्छ। तपाईँले आफूलाई अर्काको लागि मात्रै दुःख गरेर खर्च हुनसक्छ, तर खर्च भए तापनि त्यहाँ लाभ हुन्छ। वैदेशिक क्षेत्रबाट लाभ हुन्छ, वैदेशिक क्षेत्रमा कम्पिटिसनमा तपाईँको नामहरू निक्लिन सक्छ। अर्को दृष्टि तपाईँको व्यक्तित्वको प्रभाव राम्रो हुन्छ, मान सम्मान इज्जत पद प्रतिष्ठा बढ्छ। रिस र क्रोधको मात्रा बढे पनि तपाईँले अरूले हेर्ने दृष्टिकोणमा परिवर्तनहरू आउँछन् र तपाईँले गरिरहेका कामहरूबाट पनि लाभ लिन सक्नुहुन्छ। कुम्भ राशि हुनुभएका व्यक्तिहरूको पञ्चममा प्रभाव बनिराखेको छ भनिसकेपछि प्रेम सम्बन्ध राम्रो रहन सक्छ। सन्तानबाट सुख सुविधा आनन्दमा वृद्धि रहन सक्छ र तपाईँको स्मरण शक्ति राम्रो भइदिन सक्छ। तपाईँले लगाएको बुद्धिले राम्रो काम गरिदिन सक्छ। पूर्व पुण्यबाट केही न केही तपाईँले आर्जन गर्नुभएको थियो त्यो तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। बुवा बाजेबाट केही पाउनु भएको थियो, फँसिरहेको थियो, निक्लेको थिएन, त्यो निक्लिन सक्छ होइन। चौथो दृष्टि अष्टममा अलिअलि चोटपटक लागे तापनि, सामान्य स्वास्थ्य समस्या भए तापनि, अलिअलि तपाईँले सिट्ठातिर कतै पैसा भर्न लागेर दुःख पाए तापनि तपाईँको पक्षमा समय आउँछ। सप्तम दृष्टि इच्छापूर्तिको घरमा भने चाहिँ इच्छा पुरा हुँदै पनि जान्छन्, अलिअलि बिग्रिरहेका कामहरू पनि बन्दै जान्छन्। साथी सर्कलको कारण तपाईँको काम पनि बन्छ। अर्को दृष्टि अष्टम परिरहेछ खर्चको घरमा भने चाहिँ खर्च पनि हुन्छ, तपाईँले दुःख पनि पाउनुहुन्छ, तपाईँको परिश्रम पनि हुन्छ। मुद्दा मामिलाले पनि तपाईँलाई दुःख दिन सक्छ, अलिअलि चोटपटकले पनि तपाईँलाई दुःख दिन सक्छ। तर जति दुःख दिए तापनि तपाईँको बुद्धि राम्रो चल्ने कारणले गर्दा, तपाईँको विवेक राम्रो चल्ने कारणले गर्दा र तपाईँलाई पूर्व पुण्य अघिल्लो जन्मको एउटा लाभको कारणले गर्दाखेरि पनि केही न केही हदसम्म नाफा लिन सक्ने र त्यो समयलाई राम्रो बनाउन सक्ने सम्भावनाहरू चाहिँ बढी मात्रामा देखिन्छ। अन्तिम राशि मीन राशि हुनुभएका व्यक्तिहरूको लागि त मङ्गल बस्दै हुनुहुन्छ चौथो घरमा भनेपछि, चौथो भनेपछि मन होइन। मन अशान्त हुनसक्छ, घर परिवारमा झैझगडाहरू बढ्न सक्छ, शारीरिक रूपमा अलिकति चोटपटकका सम्भावनाहरू छन्, कतै बिरामी भएर अपरेसन गर्नुपर्ने हुने स्थितिहरू पनि तपाईँको लागि देखा पारिदिन सक्छ है। र अलिकति घरमा भन्दा बाहिर समय बिताउनु हुने व्यक्तिहरूको लागि राम्रो समय बनाइदिन्छ। र तपाईँको चौथोमा बसेर चौथो दृष्टि पार्दैछ मङ्गलले तपाईँको सप्तम घरमा भनिसकेपछि पार्टनरसिपमा गरेका कामहरूबाट लाभ, श्रीमान श्रीमतीबाट लाभ, व्यापार बिजनेसबाट लाभ होइन। कतै पनि त्यो सेक्टर छ। कर्म घरमा गएर बसेको देखेको मङ्गलले तपाईँले साहसी कामतिर जाके ट्राई गर्दै हुनुहुन्छ, त्यहाँबाट लाभ। मेसिनरी सामानहरू क्षेत्रबाट लाभ, तपाईँको कर्ममा अलिकति मेहनत परिश्रम बढ्ने कारणले गर्दा त्यहाँबाट लाभ सम्भावनाहरू छ।
अष्टम दृष्टि इच्छापूर्तिको घरमा भनेपछि इच्छाबाट लाभ होइन, तपाईँले राखेका आकाङ्क्षाहरूबाट तपाईँले लाभ लिन सक्नुहुन्छ र तपाईँको इच्छा पुरा हुन्छन्। साथी सर्कलले तपाईँलाई सहयोग गरिदिन्छन्, बिग्रिरहेको कामहरू बन्दै जान्छन्, डुबिरहेका चिजहरूबाट बाहिर निक्लिनुहुन्छ र तपाईँको जग्गा जमिन सम्बन्धी सेक्टरहरू पनि तपाईँको पक्षमा आउने सम्भावनाहरू छन्। तर तपाईँको आमाको स्वास्थ्यलाई लिएर, तपाईँको स्वास्थ्यलाई लिएर कुनै चोटपटकका सम्भावनाहरू, स्वास्थ्यमा अलिकति ठुलो गडबडीको सम्भावनाहरू भने बनिरहेको देख्न सकिन्छ। र जुनसुकै राशिलाई नराम्रो भए तापनि राम्रो बनाउन चाहनुहुन्छ भने मङ्गलको उपासनाहरू गर्नुहोस्। मङ्गलबारको दिन शाकाहारी रहनुहोस्, मङ्गलबारको दिन हनुमान चालिसा सुन्ने पाठ गर्ने गर्नुहोस्, गणेश भगवानलाई लगेर 21वटा दुबो चढाउनुहोस्, गणेश अथर्व शीर्षको पाठ सुन्ने गर्नुहोस्, रातो कपडाहरू कसैलाई दान दिनुहोस्, रातो कपडाहरू आफूले प्रयोग गर्नुहोस् र जग्गा जमिन जस्ता चिजहरू झै झगडाबाट बाहिर निक्लिनुहोस् र जति सक्नुहुन्छ जसको मङ्गल बिग्रेको छ उहाँहरूले आफ्नो शरीरलाई दुःख दिने काम गर्नुहोस्, आफ्नो शरीरलाई परिश्रम बढाउने काम गर्नुहोस्, आफ्नो शरीरबाट पसिना बगाउने काम गर्नुहोस्, तपाईँहरूको मङ्गल राम्रो हुँदै जाने नै छ। र हामीले हालेका भिडियोहरू के कस्तो लागिरहेका छन् प्रतिक्रिया दिन भने नबिर्सिनु होला। र अरू पनि यस्तै राशिका ट्रान्जिटहरू लिएर उपस्थित हुन्छु नै। आजलाई पनि बिदा दिनुहोस्। हस्त नमस्ते।